अहिले हामी रियादमा यो गर्नादा मलको नजिकै यो एरिना एक्जिबिसन हलमा छौँ है। यहाँ हामी घुम्न आइरहेछौँ भिजिटरको रूपमा। यहाँ यो चाइनाको मान्छेहरू सबै यो प्रोडक्टहरू जति पनि यहाँ हामीले देख्न सकिन्छ एक्जिबिसनमा यो पुरै चाइनाको प्रोडक्टहरू देख्न सकिन्छ क्या। अनि म पनि नेपाली हो नि त होइन, उहाँ पनि नेपाली हो। अनि हामी यहाँ चाइनाको पुरै प्रोडक्टहरू हेरिरहेछौँ होइन। यहाँ कस्तो छ एक्सप्लोर गर्दैछौँ के छ कसो छ भनेर सबै कुरा हेर्दैछौँ हामी। तर यहाँ चाहिँ के लाग्यो भने यहाँ रमाइलो छ क्या। यहाँ चाइनाको मान्छेहरू आएर यसरी व्यापार गरिरहेछ। तर यिनीहरूलाई इङ्ग्लिस पनि आउँदैन, अरबी पनि आउँदैन, अरू कुनै ल्याङ्ग्वेज आउँदैन तिनीहरूलाई। सो तिनीहरूलाई चाइनिज मात्रै आउँछ। र अर्को कुरा चाहिँ तिनीसँग एउटा डिभाइस हुँदो रहेछ, यो भोइस कन्भर्टर डिभाइस। हामी जुनसुकै भाषामा बोले पनि उनीहरू चाहिँ चाइनिजमा चाहिँ कन्भर्ट भएर आउँदो रहेछ। त्यसमा चाहिँ तिनीहरू यस्तो गरेर मजाले यसरी चाहिँ एक्जिबिसन चलिरहेछ। सबै उयोहरूको यिनीहरूले सब चाइनाको मात्र हो। टोटली रूपमा अहिले हामी चाहिँ यसरी घुमिरहेछौँ। यहाँ सबै कुराहरू देख्न सकिन्छ, सब लुगादेखि लिएर। तर यहाँ भएको जुन यसरी स्याम्पलहरू छ यो स्याम्पलहरू चाहिँ किन्न नपाउने रहेछ। त्यो यिनीहरूले चाहिँ होलसेलमा दिने रहेछ। यहाँहरू चाहिँ जस्तै अब यिनीहरूले एक्जिबिसन गरिसकेपछि यहाँ के रहेछ भने यिनीहरूसँगबाट हामीले डिल गरेर यिनीहरूको कन्ट्याक्ट नम्बर लिएर यिनीहरूसँग होलसेलमा माल उठाउनु रहेछ क्या यो भनेको होइन। यहाँ चाहिँ यिनीहरूसँग डिल गर्ने, एक्जिबिसनमा आयो हेऱ्यो, एक्जिबिसनमा आएपछि हेरेपछि अनि हामीले चाहिँ यो कुन चाहिँ मन पर्यो स्याम्पल पिस हेर्ने। त्यसपछि अनि हामीले यिनीहरूसँग चाहिँ डिल गरेर गर्नुपर्ने रहेछ। यसरी चाहिँ बेच्ने। अब जस्तै मलाई यो लुगा मन पर्यो भने मैले यो लुगाको यसलाई चाहिँ सोध्नु पऱ्यो के कति छ भनेर। अब यो चाहिँ यो यिनीहरूले बेच्न पाएन होइन। यो चाहिँ अब यस्तो खालको चाहियो भनेपछि यिनीहरूले चाहिँ कति पिस चाहियो, कति अर्डर गर्न सक्छस् मैले होइन, त्यो अनुसारको अर्डर गराएर यिनीहरूले चाहिँ यो काम गराइदिने दिने होइन। यस्तो रहेछ यो एक्जिबिसन चाहिँ मलाई एकदम गजबको एक्जिबिसन लाग्यो, रमाइलो पनि लाग्यो। यस्तो एक्जिबिसनहरू नेपालमा हुनुपर्छ। यो जति पनि अब यहाँ हेर्नु यो अरबीले युज गर्ने अब यहाँको यो सिम्मा भन्छ यिनीहरूले, यो पनि चाइनाबाट हो, चाइनाले राखेको छ। सबै कुराहरू छ तर यहाँ सबै म्याक्सिमम् मान्छे तपाईँ देख्नुहुन्छ चाइनिज मान्छे है। जति पनि यहाँ तपाईँ गरेको देख्नुहुन्छ सबै चाइनिजहरू नै देख्नुहुन्छ। यसरी चाइनिजहरूले चाहिँ आफ्नो व्यापारलाई विश्वव्यापी रूपमा यसरी चाहिँ गराइरहेछन् है। तर हामी भने हाम्रो देशमा भएका सबै कुराहरू छ यताउता होइन। अब हाम्रो देशमा जडीबुटीदेखि लिएर अब त्यही शिलाजित भयो होइन, जङ्गलबाट निकालेका हाम्रा जडीबुटीहरू के हुन्छन् नि सबै कुराहरूलाई चाहिँ हामीले आफ्नो तरिकाले पनि हाम्रै नेपालको ह्यान्डिक्राफ्टहरूलाई लिएर पनि हामीले चाहिँ कति गर्न सकिन्छ नि। तर त्यो सब केही पनि छैन। हाम्रो देशमा के छ, सत्तामा कसरी जाने, सत्तामा गइसकेपछि के गर्ने, कुन चाहिँलाई चाहिँ चुना लगाउने, कुन चाहिँसँग चाहिँ बार्गेनिङ गर्ने, कुन चाहिँलाई चाहिँ कुन नदी बेच्ने, कुनलाई चाहिँ के गर्ने भन्नेतिर हुन्छ। तर यहाँ हेर्नुहोस् यिनीहरू चाहिँ यसरी अर्काको देशमा यो जुन कि अब यो साउदी अरब जस्तो देशमा आएर यिनीहरूले न भाषा जानेका छन् न केही जानेका छन्। यिनीहरूले मजाले आफ्नो तरिकाले व्यापारलाई यस्तो विस्तार गर्नको लागि यसरी चाहिँ काम गरिरहेछन्। हेर्नुहोस् सबै चिजहरू यो सब चिजहरू यिनीहरूले एदेखि जेठसम्मको सबै चिजहरूलाई यिनीहरूले आफूले आफ्नो व्यापार विस्तार गर्नलाई विश्वव्यापी रूपमा यिनीहरूले चाहिँ आफू लागि परेको छ। अब देख्नुहुन्छ जल यो अब क्रिसमस आइरहेको छ, क्रिसमस ट्री यिनीहरूको प्रोडक्ट हो सबै। यसरी चाहिँ क्रिसमस ट्रीहरूलाई चाहिँ यसरी सजाइरहेछन्। यो अर्डर गरेर लानु पनि पाइयो। अब यो देख्ने बित्तिकै ठुल्ठुलो होटलहरूको उसहरूमा त बिक्री हुन्छ नि त होइन। यो त एउटा व्यापारिक होइन। अब यो रियादको यो तपाईँको गर्नादा भन्ने ठाउँ हो। यो यस्तोमा आएर यिनीहरूले यस्तो चाहिँ व्यापार गरेका छन्। अब यो हेर्नुहोस् मगहरू भयो, झाडु पोछा लाउने कसरी यो इलेक्ट्रिक मगहरू यस्तो खालको मगहरू चाहिँ राखेको छ होइन। यस्ता चिजहरू छन्, सबै चिजहरू छन् यसरी राख्ने चिजहरू छन्। यहाँ यस्तो खालको बेडहरू छ। यहाँ नट फर सेल लेखा छ होइन। तर यो चाहिँ के हो भने हावा भर्ने खालको बेड यहाँ हेर्ने यस्तो पनि छ, यस्तो छ होइन। हामी अहिले एक्जिबिसनमा हिँडिरहेको अवस्था हो कि एक्जिबिसनमा
यहाँ के देखिन्छ सबै कुराहरू हामीले यहाँ गर्छौँ ल। यहाँ यसरी यिनीहरूले यो बाथरुममा हाल्ने बाथरुमको सामानहरूदेखि लिएर सबै कुराहरू होइन यसरी राखेका छन्। यिनीहरूले चाहिँ आफूले चाहिँ के खान्छ यिनीहरूले आफूले चाहिँ चपस्टिकले खान्छन्। यहाँ चाहिँ उहरू बेचिरहेको हुन्छन् होइन। चम्मचहरू चाइनाबाट आउँछ सबै, यो ब्यागहरू सबै चाइनाबाट आउने हो। सबै चाइनाले यहाँ चाहिँ कुन देशमा के ल्याउँदाखेरि चाहिँ त्यो देशलाई चाहिँ त्यो देशमा चाहिँ आफ्नो प्रडक्टलाई बेच्न सकिन्छ भन्ने यिनीहरूको एकदम राम्रो यिनीहरूको कन्सेप्टले गर्दाखेरि यिनीहरू धेरै विश्वको सबभन्दा अगाडि पुगेका छन् यो व्यापारमा। यो कप छ नि, यो कप 10 रुपियाँ, 10 रुपियाँ भने 10 रियाल होइन। अहिले चाहिँ हामी यो कपहरू पाउने ठाउँमा छौँ। यसरी कप आइरहेछ अनि लिने दाइ यो लिनु लाग्यो, कालो नै लिनु दाइ। एउटा चाहिँ यो 10 रुपियाँ 10 रियाल रह्यो। यो 10 रियालमा अहिले म एउटा लिँदैछु है। यो चाहिँ किन्नुभयो? के किन्दै हुनुहुन्छ? कप किनिसक्नुभयो? बाँकी छ? त अम्बिका दाइले पनि चेक गर्दै हुनुहुन्छ, त दिनेश दाइले पनि हेर्दै हुनुहुन्छ। म चाहिँ भिडियो बनाइरहेको छु यसरी। आफूलाई यसरी चाहिँ भिडियोमा कैद गर्दैछु। भिडियो खिच्ने मान्छेहरू कमी हुन्छ, त्यही भएर मैले आफूले चाहिँ भिडियोमा कैद गर्दैछु। यसरी देखिँदो रहेछ भिडियोमा। यसरी आफूलाई यसरी भिडियोमा देखिँदैछ। यसरी चाहिँ सिसा लगाएर सुन्छु म। यसरी चाहिँ तपाईँ देख्न सक्नुहुन्छ यहाँ सबै पुरै अब यहाँ जुम गरी हेर्नु पनि यसरी चाहिँ यो चाहिँ भयो यता मेडिसिनको आइटम होइन। अनि यता भयो तपाईँको बाथरुम आइटमहरू भयो, सबै बाथरुमको आइटमहरू छ। यो कपहरू किन्नु भइहाल्यो यो है। होइन यहाँ छ त उहाँको एउटा होइन मेरो एउटा यो अहिले हामी यहाँ किनिरहेको छौँ कि यहाँ हाम्रो बार्गेनिङ चलिरहेको छ होइन। यसमा बार्गेनिङ चलिरहेको छ यिनीहरूसँग। अब यिनीहरूको दिमागै अर्कै हुन्छ। यिनीहरूले अब यो व्यापारिक माइन्ड भएको मान्छेहरूसँग हामीले यहाँ चाहिँ अहिले यिनीहरूसँग बार्गेनिङ गऱ्यो भने यिनीहरूले हामीलाई बार्गेनिङ के उल्टै उनीहरूले हामीलाई भनौँ न त्यो बिजनेसमा उनीहरूले जसरी पनि आफूले जितेरै छाड्छन्। यहाँ हाल्नु कुरा यहाँ चाहिँ यस्तो क्यान्डलहरू टक्कको होइन, हेर्दा पनि कस्तो राम्रो के साँच्चीकैको क्यान्डल बोले जस्तो लाग्ने है। लाइटहरू कस्तो राम्रो बनायो के, साँच्चीकैको क्यान्डल बोले जस्तो लाग्दैन। त गाइज हेर्नुहोस् त यहाँ यो अहिले हामी चाहिँ उसमा छौँ होइन, यो ग्यालेरीमा छौँ। चार्जेबल पनि हो यो, सब चार्जेबलै हो। चार्जेबल होइन ब्याट्रीवाला हो। चार्जेबल बस यहाँ हेर्नु सबको पोर्ट छ। ब्याट्री छ कि यहाँ? यसको नि कतै होला चार्जर छैन, पोर्ट छैन यसको, ब्याट्री नै हो। यसको ब्याट्री छ, यसमा ब्याट्री हुँदो रहेछ। अब यसरी हेर्नु, अब यो चाहिँ तपाईँको यो ऊ भयो होइन के अरे यसको त यहाँ ब्याट्री रहेनछ। यो तपाईँको क्रिसमस आउनु लाग्यो नि त, यसरी दियो पनि यो हेर्दाखेरि टक्क त्यो मोमबत्ती बला जस्तो देखिने। यो के होला, यसलाई कहाँ चार्ज गर्छ? मोमबत्ती नै जस्तो देखिने। अनि यो चाहिँ तपाईँको यहाँ हेर्नुहोस् यसरी चाहिँ कति मजाले बोलिरहेको छ दियो होइन। दियो बोलिरहेछ पछाडिपट्टि यसरी यो भिजिटर भनेर हामी चाहिँ होइन यसरी भिजिटरको कार्ड लिएर हामी हिँडिरहेछौँ। अब हामी चाहिँ यहाँ भिजिटर होइन त तपाईँ, हामी भिजिटर होइन, भिजिटर हो नि। हामी कहाँ छौँ भने यो के हो त्यो यो यो लाइफस्टाइल साउदी भनेर आएको छ कि, लाइफस्टाइल साउदी इन्टरनेसनल इन्टरनेसनल इन्टेरियरको यो हामी चाहिँ यो एक्जिबिसन चलिरहेको छ। भिजिटर भनेर चाहिँ यसरी हामी पनि भिजिटरको कार्ड अब यो अनलाइनबाट बुक गर्नुपर्ने छ। कस्तो दामी सिस्टम छ हेर्नुहोस्। अब हामी नेपालमा भयो भने वहाँ गएर प्रदर्शनीमा जानु पऱ्यो भने पहिले हामथाप गरेर चाहिँ त्यहाँ लाइनमा बसेर होइन तपाईँको त्यो गर्नुपर्छ हो कि भन्नु।
लाइनमा बसेर अनि त्यसपछि हान्नुपर्छ पैसा छैन होला काट्नु चल्दैन अनि त्यसपछि हामी चाहिँ त्यहाँ हाने थाप गर्नुपर्छ यहाँ भनेको टक्क अनलाइनबाट चाहिँ यो एप्लिकेसनबाट चाहिँ टक्क अनलाइन बुक गऱ्यो आएर टक्क लाइनमा बस्ने बित्तिकै यो टिकट प्रिन्ट हुँदो रहेछ यसरी है भिजिटर भनेर यसरी टिकट प्रिन्ट हुँदो रहेछ अनि टक्क यो यिनीहरूले चाहिँ त्यहाँ रिसेप्सनमा बसेकोहरूले टक्क यो लगाएर माला सघाएर दिइहाल्छ यहाँ चस्मा छ यो चाहिँ के हो कुनै फेरि मसाज गर्ने यो आफैले मसाज गर्नु मिल्ने हो क्या यो यसो गरेर मसाज गर्ने होला नि यसरी यो घाँटीमा यसरी यो चाहिँ नेकबाट यस्तो छ यस्तरी यस्तो छ तपाईँ गर्नु त मैले आज सिकेको छु यसरी पनि गर्न पाइयो अच्छा यो मसाजर रहेछ यो मान्छे एक्लै बसेको बेलामा आफूले गरम भन्नु पनि भन्नु पाउनु रहेछ यो 180 रियाल रहेछ खै गरिदिँदै हुनुहुन्छ रमाइलो भइरहेछ र हुँदो रहेछ आनन्दले पुरै ब्लड त गयो दामी हुँदो रहेछ है यस्तै यो चस्मा तपाईँले ल्याए जस्तै चस्मा हो यो चाहिँ यत्तिकै चस्मा हो होइन अनि यसमा चाहिँ गाइज अब यो चस्मा छ यस्तो त्यसरी अब यो चस्मा लाग्यो नि होइन त्यो चस्मा लगाएपछि यहाँ चाहिँ के रहेछ यो पावर अफ अन गर्ने रहेछ कालो हुन्छ एकछिनमा होइन फेरि अनि यो गरेपछि ब्लुटुथ अन अफ के सिस्टमवाला पनि रहेछ यो है यस्तो सिस्टम रहेछ यो यसरी बेचिरहेको छ This one is color change. Change this one. Black. Type C वाला रहेछ यो पनि होला 这个镜片是可以换的，可以换的。 ओके यसमा चाहिँ चेन्ज गर्न मिल्दो रहेछ यो चाहिँ चेन्ज गर्न मिल्दो रहेछ 这个好像 मैले त किनेको 140 रियाल में किनके ऑफर अच्छा काम कहाँ गयो त स्कुटर मोटरसाइकल 这只有4伏呀，充电的吗？充满。 हजुर हाउ मच दिस वान 300呢？ 这个300。It's 400 real. It's 200 real. 200 रुपैयाँ那个चस्मा के रहेछ 200 सस्तै त्यो बोल्न मिल्ने हैन यो उसले हाम्रो सलिन्द्र बडी चाहिँ 哪个脸？ हरु त कति 给狗。 घरमै छ यो बडी त्यसमा भाँडाकुँडा पनि सबै आइरहेको थियो होइन तिनीहरू चाहिँ केमा छ कहाँ चाहिँ छ भने थाहा भएन क्या शैलेन्द्र खै यहाँ शैलेन्द्र यो बाइक कति गरे के पेट्रोल हाल्ने आएको बाइक हो पेट्रोल हाल्ने हो पेट्रोल हाल्ने हो 400 मा यो 400 रियालमा यस्तो दामी बाइक आइरहेछ है हेर्नुहोस् म तपाईँ चढेर चलाउनु त एकचोटि अनि छोराहरूलाई चलाउनु पायो मेरो छोराहरू